आज यसो पानी परेको दिन माछाको झोल खानु पर्यो भनेर माछा बनाउनु लाग्यो। कस्तो हुने हो आफूलाई त फेरि मासुहरूभन्दा माछै ठिक लाग्छ। त्यो सुकुटीको चाहिँ अहिले अचार बनाउनु पर्छ टक्क। अब भन्नु दही हालेर टक्क मिठो गरेर यो चाहिँ झोल खाने माछै हो, त्यसै तार्न मिल्दैन, यो नतार्ने खालको हो। बनाउनु पर्यो। बच्चाहरूलाई पनि यही मनपर्ने, आफूलाई पनि यही। जाडोमा त अरूभन्दा यही ठिक हुन्छ। दाल पनि चाहिएन। अब चाहिँ पाक्न लाग्यो है, सुप हाल्नुपर्छ। धेरै चलाउँदा नि मिल्दैन फेरि यसलाई चाहिँ। सर्लक्क सुप हालिदिनुपर्छ यसलाई। चियाको चामलको भात अनि यो खाएपछि त मजा हुन्छ। अब चाहिँ माछा पनि पाको, अझ टक्क ढिँडो खानुपर्ने हो योसँग त, तातो तातो। तर आज ढिँडो पकाउन चाहिँ मोडै छैन, अल्छी लागेको छ। छोडिदिउँ।